Hello everyone, welcome back to OLI and you are listening to Subhash Adhikari. Either after the two videos of phylum, जुन पहिले चाहिँ प्रोटोजोआ थियो त्यसपछि चाहिँ पोरिफेरा एन्ड आफ्टर द्याट यो चाहिँ सिलेन्ट्रेटा हो र यसमा चाहिँ के खास कुरा छ के यसमा बुझ्नुपर्ने हो के पढ्नुपर्ने हो र जे कुरा यो नोटमा एक लिस्ट उल्लेखित छ म त्यसको बारेमा अभियसली नै एक्सप्लेन गर्नेछु र केही इम्पोर्टेन्ट कुराहरू पनि भन्नेछु र म पनि यहाँबाट केही सिक्छु भनेर यो रेकर्ड गर्दैछु सो लेट्स बिगिन सबसे पहिले फाइलम हो सिलेन्ट्रेटा है फाइलम हो सिलेन्ट्रेटा र यो कस्तो हुन्छ भने यसको बडी चाहिँ फेरि हलो हुन्छ द्याट्स वाइ हलो क्याभिटी हुन्छ यसमा चाहिँ र म एउटा इक्जाम्पलको थ्रु चाहिँ जान चाहन्छु त्यो इक्जाम्पल के हो भने हाइड्राको इक्जाम्पल हो है सपोज दिस इज हाइड्रा है यो टेन्टाकल्सहरु छ र यो चाहिँ के हो हाइड्रा हो है हाइड्रा हो भने यो चाहिँ के हुन्छ हलो क्याभिटी हुन्छ यसको बीचमा है यो हाइड्रा एउटा सिलेन्ट्रेट हो र यसको बीचमा बडीमा चाहिँ के हुन्छ एउटा हलो क्याभिटी हुन्छ त्यो क्याभिटीलाई के भनिन्छ भने सिलेन्टेरोन है दैट क्याभिटी इज कल्ड द सिलेन्टेरोन क्याभिटी एन्ड व्हिच इज अल्सो नोन एज द ग्यास्ट्रोभ्यास्कुलर क्याभिटी है जुन यो हाइड्राको जस्ट यो बडी भयो भने यो हाइड्राको जुन यो पेटतिर यसलाई पेट नै भन्न मिल्छ होला यसलाई चाहिँ के हाम्रो ग्यास्ट्रोभ्यास्कुलर क्याभिटी भनिन्छ है ग्यास्ट्रो भन्नाले रिलेटेड टु स्टमक नै हुन्छ है र त्यसपछि यो यसको सिलमको केसमा के हुन्छ डाइजेसन कस्तो हुन्छ एक्सक्रेसन कस्तो हुन्छ भन्ने कुराहरुको बारेमा पनि पढ्छौं र यसको अझै डिस्कभर गर्दै जाम के छ अनि त्यसपछि यो सिलेन्ट्रेटको मेम्बरहरुलाई के भनिन्छ भने सिलेन्ट्रेट्स है सिलेन्ट्रेटाको मेम्बरहरुलाई के भनिन्छ भने सिलेन्ट्रेट्स भनिन्छ एन्ड व्हिच इज अल्सो कमनली कल्ड निडेरियन्स है दैट्स व्हाई दिस फाइलम है यो फाइलम सिलेन्ट्रेटालाई अरु निडेरिया भनेर पनि चिनिन्छ है दिस फाइलम सिलेन्ट्रेट इज अल्सो नोन एज द फाइलम निडेरिया है अनि यसको बडी प्लानमा हेरौं बडी प्लानमा पोरिफेराको बडी प्लान के हुन्छ भने सेल एग्रिगेट body plan of porifera is cell aggregate and body plan of platyhelminthes and coelenterate is a blind sac है है platyhelminthes र coelenterata को blind sac हुन्छ blind sac भन्नाले कस्तो हुन्छ भने यो जस्ट सपोज दिस इज हाइड्रा यो हाइड्रा भयो यो माथिबाट टेन्टेकल्सहरु भयो यहाँ चाहिँ माउथ हुन्छ यसको र यहाँबाट चाहिँ कुनै कुरा यसको भित्र आयो भने अनि यहाँ भित्र डाइजेसन भयो भने यो फेरि निस्केर यहीबाट जान्छ जुन बाटो आयो त्यही बाटो फर्केर गयो सजनराज वेदेको चाहिँ त्यो लाइन छ नि कि जुन बाटो आको थियो त्यही बाटो गयो फर्केर भनेर है यही बाटोबाट यो फर्केर फुट जान्छ दैट्स व्हाई दिस इज कल्ड ब्लाइन्ड सैक सैक वा यस्तो पनि बुझ्न सकिन्छ यसलाई कि मतलब सैक भनेको बोरा हो नि ब्लाइन्ड भनेको अगाडि गएर जस्तै यस्तो रिलेट गरौँ कि एउटा पाइप छ है एउटा साइडबाट यो खुला छ एउटा साइडबाट यसको वे चाहिँ खुला छ नि अर्को साइडबाट प्याक छ भनेको यहाँ गएर ब्लाइन्ड छ भनेर बन्द छ भनेर बुझ्न सकिन्छ सो प्ल्याटीहेल्मिन्थिस र सिलेन्ट्रेटामा के हुन्छ ब्लाइन्ड सैक टाइप अफ बडी प्लान प्रेजेन्ट हुन्छ एन्ड आफ्टर दैट यसलाई के अरु के पनि भनिन्छ भने निडेरिया भनिन्छ ड्यू टु प्रेजेन्स अफ सेल कल्ड निडोब्लास्ट है निडेरिया अरु किन भनिन्छ व्हाई दिस एनिमल्स आर अल्सो कल्ड निडेरियन्स किनभने यसलाई यसमा के प्रेजेन्ट हुन्छ भने निडोब्लास्ट प्रेजेन्ट हुन्छ जसलाई अरु के पनि भनिन्छ भने निमेटोब्लास्ट पनि भनिन्छ र अरु पनि के भनिन्छ भने स्टिन्जिङ सेल भनिन्छ यसको स्ट्रक्चर कस्तो हुन्छ भने यस्तो हुन्छ क्याप्सुल जस्तो अनि यसको टपमा चाहिँ एउटा स्टिन्जिङ सेल हुन्छ है यसको टपमा एउटा के मतलब यो चाहिँ निमेटोब्लास्ट भयो निमेटोसिस्ट भनिन्छ यसलाई ओभरअलमा अनि यसको चाहिँ क्याप्सुल हुन्छ र यो भित्र भएको चाहिँ के हुन्छ निमेटोब्लास्ट हुन्छ जसलाई निडोब्लास्ट पनि भनिन्छ र यसको टपमा के हुन्छ एउटा स्टिन्ज जस्तो फर्म हुन्छ दैट्स व्हाई दिस सेल्स आर अल्सो कल्ड स्टिन्जिङ सेल्स है अनि त्यसपछि the study of coelenterate is also called the study of coelenterate is also called nidology है C silent छ that's why nidology र डाइरेक्ट NIDology nidology भनेको स्टडी अफ नेस्ट अफ बर्ड हुन्छ फेरि
बर्डको नेस्ट भनेको गुडको जहाँ चाहिँ त्यो बसेको हुन्छ बर्डहरू चाहिँ त्यो ठाउँलाई के भनिन्छ? चरा नै बनाइदिउँ न। चरा बस्ने ठाउँ चाहिँ नेस्टको स्टडीलाई के भनिन्छ? निडोलोजी। नेस्टमा यन छ र निडोलोजीमा पनि यन छ। सो निडोलोजी भनेको नेस्ट अफ बर्थको स्टडी हो। आफ्टर द्याट ल बढ्दै जाउँ। अनि निडेरिया किन भनिन्छ भने ड्यू टु प्रेजेन्स अफ निडेरिया ड्यू टु प्रेजेन्स अफ के? निडोब्लास्ट सेल, निम्याटोब्लास्ट सेल और स्टिन्जिङ सेल। द्याट्स वाइ दिस फाइलम्स आर कल्ड निडेरिया है। अनि यो चाहिँ निम्याटोसिस्ट भयो है। हेर्नुभयो यो चाहिँ क्याप्सुल जस्तो हुन्छ कि क्याप्सुल जस्तो हुन्छ नि। यो तल चाहिँ एउटा के छ? न्युक्लियस छ र यो माथि के छ? स्टिन्ज छ। यो माथि के छ? स्टिन्ज छ। यसले चाहिँ अफेन्स डिफेन्समा हेल्प गर्छ। द्याट्स वाइ दिज सिलेन्ट्रेट्स आर अल्सो कल्ड निडेरियन्स है। निमेटोब्लास्ट पनि भनिन्छ निडोब्लास्ट है। त्यसपछि छ निम्याटोब्लास्ट अनि त्यसपछि छ निम्याटोब्लास्ट कन्टेन क्याप्सुल है। निम्याटोब्लास्ट जस्तै म हेरौँ यहाँ हेर्दै जाउँ कि जस्तै हेरौँ यहाँ कि जुन यो सेल छ यो ओभरअल जुन यो सेल छ यसलाई चाहिँ के पनि भनिन्छ? निम्याटोब्लास्ट। यसलाई के पनि भनिन्छ? निम्याटोब्लास्ट। अरू के पनि भनिन्छ भने निडोब्लास्ट है। यो निडोब्लास्टको बिचमा जुन यो छ यो चाहिँ क्याप्सुल हुन्छ है। यो बिचमा के हुन्छ? क्याप्सुल प्रेजेन्ट हुन्छ। अनि यो क्याप्सुललाई के भनिन्छ भने निम्याटोसिस्ट भनिन्छ भन्ने कुरा चाहिँ छ है त। ल अब अगाडि बढौँ। कन्टेन क्याप्सुल विच इज अल्सो कल्ड निम्याटोसिस्ट। अनि त्यसपछि यो निम्याटोसिस्टमा के हुन्छ भने टक्सिन प्रेजेन्ट हुन्छ है। निम्याटोसिस्टमा के प्रेजेन्ट हुन्छ भने टक्सिन प्रेजेन्ट हुन्छ र त्यो टक्सिनको चाहिँ कम्पोजिसन के हुन्छ भने प्रोटिन र फिनलको कम्पोजिसन हुन्छ। त्यो टक्सिनमा के प्रेजेन्ट हुन्छ भने फिनल एन्ड के प्रोटिन प्रेजेन्ट हुन्छ। केमिकल कम्पोजिसन हो के को? यो टक्सिनको। र यो टक्सिन के हुन्छ भने हिप्नोटक्सिन हुन्छ। हिप्नोटक्सिन भन्नाले हामीलाई चाहिँ मेन्टली चाहिँ इफेक्ट गर्छ भन्ने कुरा चाहिँ छ। जस्तो कि निद्रा लगाउने खालको छ। यसको एक्ज्याक्ट मिनिङ चाहिँ के हो भने मैले एकछिन भन्छु। हिप्नोटक्सिनको एक्ज्याक्ट मिनिङ के हो भनेर त्यो चाहिँ के हुन्छ? यसमा चाहिँ क्याप्सुलमा के हुन्छ? टक्सिन प्रेजेन्ट हुन्छ एन्ड द्याट इज कल्ड हिप्नोटक्सिन। र हिप्नोटक्सिनको काम के हो? हिप्नोटक्सिनले हाम्रो बडीमा के गर्छ भने यसले एक्टिङ एज अ न्युरोटक्सिन फर डिफेन्स एन्ड अफेन्स। यो न्युरोटक्सिन हुन्छ। हिप्नोटक्सिन भन्नाले यो न्युरोटक्सिन हुन्छ र यसको इफेक्ट कस्तो हुन्छ भने फटिग प्रोड्युस गर्छ, एक्युमुलेट्स इन द ब्रेन कजिङ स्लिप। यसले सुत्नमा प्रोभोक गरिरहेको हुन्छ हाम्रो बडीलाई एन्ड इट इज अल्सो अ न्युरोटक्सिन। ल त्यसपछि चाहिँ हामी अगाडि बढ्छौँ। अगाडि बढ्ने बेलामा यसको क्वेसनहरू पनि सोधिरहेको हुन्छ, इक्जाम्सहरूमा सोधिरहेको हुन्छ। वाट इज द कम्पोजिसन अफ द्याट हिप्नोटक्सिन रिलिज्ड बाई के? निम्याटोब्लास्ट है। रिलिज्ड बाई यो निम्याटोसिस्ट भन्दा हुन्छ के हुन्छ भने यसको कम्पोजिसन प्रोटिन र फिनलको हुन्छ। एन्ड आफ्टर द्याट यसपछिको चाहिँ के कन्सेप्ट हो भने यो सिलेन्ट्रेटमा दुई टाइपको मर्फोलोजिकल स्ट्रक्चर हुन्छ है। दुई टाइपको के एनिमल्सको स्ट्रक्चरहरू प्रेजेन्ट हुन्छ अनि त्यो त्यस्तो हुन्छ। अनि यसको इन्डिभिजुअलको नाम के हो भने जुओइड है। जुओइड चाहिँ के एउटा इन्डिभिजुअललाई भनिन्छ, चाहे त्यो हाइड्रा होस् या ओबेलिया होस् है वा औरेलिया होस्। त्यो चाहिँ के एउटा इन्डिभिजुअललाई जुओइड भनिन्छ। र यो इन्डिभिजुअल दुई किसिमको हुन्छ। एउटा हुन्छ पोलिप है, एउटा छ पोलिप अनि अर्को छ मेडुसा। एउटा छ पोलिप अर्को छ मेडुसा। पोलिप कस्तो हुन्छ भने पोलिपको चाहिँ पाइपलाई रिलेट गर्न सकिन्छ। पाइप, पोलिपबाट पाइप यो के हुन्छ? सिलिन्ड्रिकल हुन्छ एज युजुअली। पाइप पनि सिलिन्ड्रिकल हुन्छ। सो पोलिपबाट हामीले के बुझ्न सक्छौँ? यो पाइप जस्तो हुन्छ है। अनि त्यसपछि मेडुसा चाहिँ अम्ब्रेला सेप वा कप सेप्ड। यस्तो गरिदियो भने अम्ब्रेला सेपको भयो र फेरि यस्तो माथितिर गरिदियो भने यो कप सेपको भयो। सो मेडुसा इज युजुअली कप सेप्ड और अम्ब्रेला सेप्ड है त। कप सेप्ड
or umbrella shaped. So this is polyp and medusa को difference. यो पनि सोध्छ के पोलिप सिलिन्ड्रिकल को हुन्छ अनि मेडुसा भनेको कप शेप्ड वा अम्ब्रेला शेपको हुन्छ. आफ्टर दैट ग्रेड अफ अर्गनाइजेसन कस्तो हुन्छ भने यसको चाहिँ टिस्यु ग्रेड हुन्छ है. ग्रेड अफ अर्गनाइजेसन यसको चाहिँ सेल टिस्यु ग्रेडको हुन्छ नि. सिमेट्री चाहिँ रेडियल सिमेट्री है. सिमेट्री चाहिँ के सिमेट्री चाहिँ रेडियल सिमेट्री हुन्छ नि. यो रेडियल सिमेट्री भनेको अरु कहाँ पनि पाउँछ भने यो चाहिँ अर्को हाम्रो इकाइनोडर्मेटामा पाउँछ. इकाइनोडर्मेटामा पनि यो रेडिकल सिमेट्री पाउँछ है त. अनि बडी प्लान्ट चाहिँ हाम्रो बडी प्लान्ट चाहिँ ब्लाइन्ड सेक भएको. बडी प्लान्ट ब्लाइन्ड सेकहरू केमा हुन्छ भने बडी प्लान्ट ब्लाइन्ड सेकहरू प्लेटिहेल्मिन्थिसमा पनि हुन्छ है. बडी प्लान्ट ब्लाइन्ड सेक भनेको प्लेटिहेल्मिन्थिसमा पनि हुन्छ र त्यसपछि अगाडि बढौँ है. अब यसको मेन फिचरहरुमा यो कहाँ बस्छ है. कहाँ बस्छ भने यो बस्ने भनेको यो मोस्टली मरिन नै हुन्छ. दिज आर मोस्टली मरिन एज पोरिफेरा जस्तै मोस्टली मरिन हुन्छ र सम फ्रेश वाटर हुन्छ है. मोस्टली मरिन एन्ड सम फ्रेश वाटर हुन्छ. पोरिफेरामा पनि मोस्टली मरिन र फ्रेश वाटर हुन्छ र यो धेरै मरिनहरुमा एउटा फ्रेश वाटर आयो भने यो चाहिँ एक्सेप्सन जस्तै हुन जान्छ र यसको चाहिँ के हो हाइड्रा हो है. हाइड्रा के फ्रेश वाटरमा आउँछ. अनि बढी ढिलो नगरिकन के छ भने हाम्रो क्वेशन आउँछ क्लासेसहरु. यसको डिभिजनहरु कुन कुनमा डिभाइड भएको छ. सो यसको तीनटा क्लास छ. पहिलो क्लास इज हाइड्रोजोआ है. द फर्स्ट क्लास इज हाइड्रोजोआ and the second class is Scyphozoa and the third class is the Anthozoa है. third class is the Anthozoa. There are altogether 3 classes in which these coelenterate or cnidarians are divided है. फर्स्ट छ हाइड्रोजोआ, सेकेन्ड छ साइफोजोआ एन्ड द थर्ड इज एन्थोजोआ. र यसको बेसिक डिफरेन्स के को बेसिसमा छ भने यसमा यो पोलिपहरु छ कि मेडुसाहरु छ. युजुअली त्यसको बेसिस अफ क्लासिफिकेसन त्यही हो कि पोलिप छ कि मेडुसा छ. र यसमा चाहिँ के छ भने यो हाइड्रोजोआ चाहिँ मोस्टली मरिन नै छ किनभने ओभरअल सिलेन्ट्रेट नै मोस्टली मरिन छ. सो मोस्टली मरिन नै भन्नै पर्यो. र बाँकीको केसमा के छ हाइड्रोजोआ मोस्टली मरिन, यो साइफोजोआ एक्सक्लुजिभली मरिन र एन्थोजोआ पनि एक्सक्लुजिभली मरिन. सो द ओन्ली क्लास इन व्हिच फ्रेश वाटर इज सिलेन्ट्रेट इज फाउन्ड इज हाइड्रोजोआ. हाइड्रोजोआमा मात्रै के फ्रेश वाटर सिलेन्ट्रेट पाउँछ अनि त्यो फ्रेश वाटर सिलेन्ट्रेट के हो भने त्यो हो हाइड्रा. एन्ड दैट फ्रेश वाटर सिलेन्ट्रेट इज हाइड्रा. अनि त्यो के हो हाइड्रा हो. सो कलर चेन्ज गर्न मिल्छ. त्यो के हो हाइड्रा हो. एन्ड दैट इज हाइड्रा. आफ्टर दैट त्यो हो हाइड्रा. अनि बाँकी चाहिँ एक्सक्लुजिभली मरिन हो. एक्सक्लुजिभली मरिन भनेको कम्प्लिटली मरिन नै हो. त्यो फ्रेश वाटरमा पाउँदैन भन्ने कुरा चाहिँ छ. अनि अर्को के हो भने यसको हामीले यो तीनटै क्लासमा मेन इम्पोर्टेन्ट के हो यो चाहिँ यसको इक्जाम्पल के हो र यसको केही फिचरहरू के हो भन्ने कुरा चाहिँ छ. अनि सिलेन्ट्रेटाबाट कमसेकम एउटा क्वेसन सोध्छ नै लगभग हरेक सीमा जस्तो लागिरहेको मलाई. र म यसपछि चाहिँ हेरौँ यहाँ. सो फर्स्ट चाहिँ हाइड्रा पाउँछ त्यसमा. अनि त्यसपछि छ के मरिन हाइड्रोजोनहरु. फ्रेश वाटरको त भइगयो है. हाइड्रा इज अ फ्रेश वाटर. एन्ड मरिन हाइड्रोजोन्सहरु कुन कुन हो ओबेलिया हो जसलाई अरु सी फर पनि भनिन्छ. त्यसपछि छ फाइसेलिया हो त्यसलाई पोर्चुगिज म्यान अफ वार पनि भनिन्छ. अनि त्यसपछि छ मिलिपोरा है. मिलिपोरा एन्ड दैट इज कल्ड फायर कोरल. र एक्जाम्सहरुमा क्वेशन सोध्छ के फेरि कि कोरल्सहरु चाहिँ कुन फाइलममा पर्छ है. इन व्हिच फाइलम कोरल्स आर फाउन्ड. त त्यो फाइलम हो सिलेन्ट्रेटा. एन्ड दैट फाइलम इज सिलेन्ट्रेटा. र यसको इक्जाम्पलहरु पनि इम्पोर्टेन्ट छ. सो इक्जाम्पलको लागि के ट्रिक छ भने एउटा सर्टकट एउटा के छ भने एचओपीएम है. एचओपीएम एचबाट के हाइड्रोजोआ र इक्जाम्पलमा पनि एचबाट हाइड्रोजोआ पनि हो र एचबाट के हाइड्रा पनि हो है. एचबाट हाम्रो हाइड्रोजोआ पनि हो र एचबाट हाइड्रा पनि हो. र ओबाट ओबेलिया, पीबाट फाइसेलिया एन्ड एमबाट मिलिपोरा है. मिलिपोरा हो. त्यसपछि छ हाम्रो क्लास सेकेन्ड दैट इज साइफोजोआ व्हिच इज एक्सक्लुजिभली मरिन. र यसको इक्जाम्पल हो औरेलिया त्यसलाई जेलीफिश पनि भनिन्छ. र यो औरेलिया जस्तै यो राइजोस्टोमालाई पनि जेलीफिश भनेर चिनिन्छ. ओके. अनि त्यसपछि थर्ड क्लास इज एन्थोजोआ.
विच इज अल्सो एक्सक्लुजिभली मरिन। र यसको इक्जाम्पलहरू के हो भने एडम्सिया, मेट्रिडियम, गर्गोनिया, पेनाटुला, ट्युबिपोरा र हिलियोपोरा, जुनमा चाहिँ एडम्सियाको अर्को नाम सी एनिमन पनि हो, मेट्रिडियमको नाम पनि सी एनिमन हो, गर्गोनिया इज सी फ्यान, पेनाटुला इज द सी पेन, ट्युबिपोरा इज अर्गन पाइप कोरल अनि हिलियोपोरा इज द ब्लू कोरल भनेछ। र यसको एउटा के छ भने अर्को चाहिँ कुनै जस्तै इक्जामहरूमा जस्तै सोधियो भने कि के सोधियो भने कि जुन यो सी पेन छ है, जुन यो सी पेन छ त्यो सी पेन चाहिँ कुन फाइलममा पर्छ, त्यो कसरी डिसाइड गर्ने कि सी पेन चाहिँ कुन फाइलममा पर्छ भन्ने त्यसको एउटा ट्रिक जस्तै छ। के छ भने कि सी प्लस सी अनि त्यसपछि प्लस कुनै नन लिभिङ थिङको नाम आयो, जस्तै पेन भयो है, जस्तै पेन भयो, त्यसपछि फ्यान भयो है, यो नन लिभिङ थिङको नाम आयो भने त के बुझ्ने भने त्यो सिलन ट्रेट हो, के बुझ्ने त्यो सिलन ट्रेट हो। ओके, एन्ड आफ्टर द्याट दिज आर द इक्जाम्पल्स है। इक्जाम्पलहरू एकदम इम्पोर्टेन्ट छ। इक्जाम्पलहरू जस्तै यहाँबाट पनि कपी गर्न मिल्छ भने कपी गरेर पढ्ने के यो। अनि यसको पनि सर्टकट के छ भने एजिएसपिटी छ, यसको चाहिँ मिलेन जस्तो छ। एजिएचपिटी, एबाट एन्थोजोआ अनि जीबाट गर्गोनिया, एचबाट हिलियोपोरा, पीबाट चाहिँ पेनाटुला एन्ड टीबाट चाहिँ ट्युबिपोरा हो भने बुझ्ने। अनि यसको कमन नेमहरू पनि इम्पोर्टेन्ट छ। र यसपछि पनि अरू फ्याक्टरहरू आउँछ यसको। यो चाहिँ जस्ट यो क्लास भयो र त्यसको इक्जाम्पल जस्तै भयो र यसको बारेमा अझै केही एड गरेर तल आउँछ। ल अब यसको ह्याबिटेटहरूको कुरा गरौँ। दिस फाइलमको, यो फाइलमको चाहिँ ह्याबिटेटको कुरा गरौँ। ह्याबिटेट चाहिँ सोलिटरी पनि हुन्छ, कोलोनियल र सेसाइल पनि हुन्छ र यो फ्री स्विमिङ पनि पाउँछ। फ्री स्विमिङमा के पर्छ औरेलिया है, फ्री स्विमिङमा के औरेलिया जुन चाहिँ साइफोजुआ क्लासमा पर्छ र यसलाई अरू के पनि भनिन्छ भने जेली फिस है। फिस भएपछि त स्विमिङ गर्नु पर्यो होइन है। अनि सोलिटरीमा चाहिँ हाइड्रा, कोलोनियलमा ओबेलिया, ओबेलिया भनेको सिफर है। जहाँ जहाँ आउँछ म त्यो सर्टकट भन्दै जान्छु। अनि कोलोनियल र सेसाइल हुन्छ। सेसाइल भनेको एक ठाउँमै अट्याच भएर बस्ने कतितिर। बडी इज डिप्लोब्लास्टिक है। पोरिफेरा र यो पोरिफेरा फाइलम र यो फाइलमको डिफ्रेन्समा यस्तै छ कि त्यो फाइलमलाई चाहिँ टिस्यु ग्रेड भन्न मिल्दैन, त्यो चाहिँ सेल एग्रिगेट फाइलम थियो र यो चाहिँ टिस्यु ग्रेड छ। टिस्यु छ भने टिस्यु त डिप्लोब्लास्टिक र हुनु पर्यो होइन, किनभने एक्टोब्लास्ट र एन्डोब्लास्टहरू चाहिँ हुन्छ है। त्यसपछि छ एक्टोडर्म। डिप्लोब्लास्टिकमा चाहिँ दुईटा चाहिँ लेयर हुन्छ स्किनको, एउटा चाहिँ एक्टोडर्म अर्को चाहिँ एन्डोडर्म हुन्छ। र एक्टोडर्मलाई एपिडर्मिस भनिन्छ र एन्डोडर्म चाहिँ ग्यास्ट्रोडर्मिस र एन्डोडर्मिस हो। तर पोरिफेरामा चाहिँ त्यस्तो थिएन। पिनाकोसाइट र क्वानोसाइट थियो। पिनाकोसाइट बाहिरको सेल अनि क्वानोसाइट चाहिँ भित्रको सेलको लेयर थियो, तर त्यो टिस्यु थिएन। द्याट्स वाइ दिस दे वर नट डिभाइडेड एज द डिप्लोब्लास्टिक। ट्रिप्लोब्लास्टिक जस्तो थिएन है, दुईटा लेयर भए तापनि। अब एउटा क्वेसन छ, विच अफ द फलोइङ इज, डब्लुओएफ भनेको विच अफ द फलोइङ हो है। विच अफ द फलोइङ इज प्रेजेन्ट इन एपिडर्मिस अफ हाइड्रा। हाइड्राको एपिडर्मिसमा चाहिँ कुन चाहिँ पाउँछ है। यो नपढिकन त हामीलाई थाहा हुँदैन है कुन चाहिँ सेल पाउँछ। सो यसको क्वेसनको लागि चाहिँ सिम्पल एन्सर के हो, निमाटोब्लास्ट सेल। निमाटोब्लास्ट सेल युजुअली बाहिर नै पाउँछ। अफेन्स र डिफेन्सको लागि युज भइरहेछ भने त बडीको बाहिर हुनु पऱ्यो नि होइन। कुनै हन्टर वा कुनै चाहिँ बडीको भित्र आएर त अट्याक गर्दैन, त्यो बाहिरबाट गर्छ। सो अफेन्स डिफेन्सको लागि चाहिँ बाहिर नै हो प्रेजेन्ट हुन्छ भनेर बुझ्न सक्छौँ। र यसको बारेमा अगाडि चाहिँ पुरा डिटेलमा पढ्छौँ। यो मस्कुलर सेल भित्र छ कि बाहिर छ, इन्टरस्टिसियल भित्र छ कि बाहिर छ, यसको सबको एक्सप्लेनेसन म गर्नेछु। त्यसपछि छ यो दुईटा लेयरको बिचमा, जस्तै मानौँ यो दुईटा स्किनको लेयर छ है। यो बाहिरको चाहिँ एक्टोडर्म भयो अनि यो भित्रको चाहिँ एन्डोडर्म भयो। र यो दुईटैको बिचमा चाहिँ एउटा नन सेलुलर लेयर हुन्छ है। नन सेलुलर भनेको यसको बिचमा कुनै सेलवाला लेयर हुँदैन, कुनै लिभिङ सेलवाला लेयर हुँदैन। सो नन सेलुलर लेयर हुन्छ यसको दुईटा एक्टोडर्म र एन्डोडर्मको बिचमा। एन्ड द्याट इज अल्सो कल्ड मेजोग्लिया है। मेजोग्लिया पोरिफेराको केसमा, इफ दिस अर्गानिजम इज पोरिफेरा, पिनाकोसाइट र कोनोसाइटको बिचमा मेजेन्काइमा सेल हुने गर्थ्यो। र यो सिलेन्ट्रेटामा चाहिँ यो सेलको लेयर मतलब एक्टोडर्म र एन्डोडर्मको बिचमा जुन यो नन सेलुलर लेयर छ त्यसलाई मेजोग्लिया भनिन्छ है। र यो मेजोग्लिया कसले सेक्रेट गर्छ भने एन्डोडर्मिस र एक्टोडर्मिसले बेसली गर्छ है। ओके, त्यसपछि छ
जेलीफिसमा के हुन्छ भने थिक लेयर अफ मेसोग्लिया भन्ने पाउँछ भनेर यहाँ लेखेको छ अनि यसले के बायोलुमिनेसेन्ट सो गर्छ। अब यसको के छ भने थिक लेयर कसरी हो भने जस्तै जेलीफिसको स्ट्रक्चर यस्तो हुन्छ है, जेलीफिसको स्ट्रक्चर यस्तो हुन्छ है, जेलीफिसको स्ट्रक्चर यस्तो हुन्छ र यो बिचमा छातावाला जुन यो धेरै वाला पोर्सन हो यसमा चाहिँ के मेसोग्लिया हो र यो मेसोग्लियाको लेयर एकदम थिक हुन्छ भन्ने कुरा चाहिँ यहाँ भनेको छ। त्यसपछि हाम्रो आउँछ कुरा कि कुन कुन कुरा चाहिँ एक्टोडर्ममा पाउँछ र कुन कुन कुरा चाहिँ एन्डोडर्ममा पाउँछ वा कुन यस्तो सेलहरू छ जुन चाहिँ दुईटैमा पाउँछ भन्ने कुराको यहाँ के छ डिफरेन्स छ है, के छ डिफरेन्स छ। हेरौँ यहाँ पहिले चाहिँ छ सेल्सहरू हेरौँ कि कुन कुन सेलहरू चाहिँ के एक्टोडर्ममा कुन कुन सेलहरू चाहिँ एक्टोडर्ममा पाउँछ। यो निमेटोब्लास्ट भयो बाहिरतिरबाट पाउँछ एक्टोडर्ममा, इन्टरस्टिसियल सेल भयो है, एक्टोडर्ममा पाउने सेलहरू म सुरुमा भनिरहेको छु। त्यसपछि जर्म सेल और सेक्स सेल भयो, त्यसपछि सेन्सरी सेल भयो, त्यसपछि नर्भ सेल भयो है, यो सेल नर्भ सेल भयो अनि एपिथेलियो मस्कुलर सेल भयो, त्यसपछि ग्ल्यान्डुलो मस्कुलर सेल भयो। दिज सेल आर फाउन्ड इन एक्टोडर्म है। अब दिज अल सेल्स आर फाउन्ड इन एक्टोडर्म जुनमा चाहिँ निमेटोब्लास्ट भयो, इन्टरस्टिसियल सेल भयो, जर्म सेल और सेक्स सेल भयो, त्यसपछि सेन्सरी सेल भयो, त्यसपछि नर्भ सेल भयो, त्यसपछि एपिथेलियो मस्कुलर सेल भयो, त्यसपछि ग्ल्यान्डुलो मस्कुलर सेल भयो है। यो सेलहरू चाहिँ एक्टोडर्म अफ सिलेन्ट्रेटामा पाउँछ। अनि यसमा कमन पनि छ कि कुनै कुनै सेल यसको छ कि जुन चाहिँ दुईटै लेयरमा पाउँछ, एक्टोडर्ममा पनि पाउँछ र एन्डोडर्ममा पनि पाउँछ। सो निमेटोब्लास्ट इज नट द्याट सेल है, निमेटोब्लास्ट मात्रै एक्टोडर्ममा पाउँछ। निमेटोब्लास्ट इज फाउन्ड ओन्ली इन एक्टोडर्म, निमेटोब्लास्ट इज फाउन्ड ओन्ली इन एक्टोडर्म। अब त्यसपछि चाहिँ इन्टरस्टिसियल सेल, इन्टरस्टिसियल सेल दुईटैमा पाउँछ, एक्टोडर्ममा पनि पाउँछ र एन्डोडर्ममा पनि पाउँछ। त्यसै गरी जर्म सेल और सेक्स सेल यो एक्टोडर्ममा मात्रै पाउँछ है, यो एक्टोडर्ममा मात्रै पाउँछ र एन्डोडर्ममा पाउँदैन। त्यसपछि छ सेन्सरी सेल, यो सेन्स गर्ने सेल किन है, सेन्सरी सेल यहाँबाट चाहिँ यो के नर्भ टिस्युको सुरुवात भएको छ यो सिलेन्ट्रेटाबाट। यो नर्भस सिस्टम भन्दा पनि हुन्छ किनभने क्वेसन सोध्छ कि कुन चाहिँ फाइलममा नर्भस सिस्टम छ तर त्यसको ब्रेन छैन। सो दिस फाइलम सिलेन्ट्रेटा इज द्याट है। त्यसपछि सेन्सरी सेल एक्टोडर्ममा छ र एन्डोडर्ममा पनि छ। त्यसै गरी नर्भ सेल त्यो एक्टोडर्ममा पनि छ र एन्डोडर्ममा पनि छ। त्यसपछि एपिथेलियो मस्कुलर सेल बाहिर छ अनि एन्डोथेलियो मस्कुलर सेल, युजुअली मस्कुलर सेल दुईटै साइडमा छ र यो सेललाई चाहिँ एपिथेलियो मस्कुलर सेल भनिन्छ जुन चाहिँ एक्टोडर्ममा पाउँछ र एन्डोडर्ममा पाउने चाहिँ एन्डोथेलियो मस्कुलर सेल हो, जुन चाहिँ एन्डोथेलियो मस्कुलर सेलको के न्युट्रिटिभ मस्कुलर सेल पनि भनिन्छ यसलाई। त्यसपछि छ ग्ल्यान्डुलो मस्कुलर सेल र यो ग्ल्यान्ड सेलहरू, एक्टोडर्ममा ग्ल्यान्ड सेल अनि भित्र चाहिँ ग्ल्यान्डुलो मस्कुलर सेल। सो यसमा बेसिकली हेर्दै जाउँ कुन सेल चाहिँ भित्र पाउँछ र कुन सेल चाहिँ भित्र पाउँदैन। एउटा सेल भयो निमेटोब्लास्ट अनि अर्को सेल भयो हाम्रो जर्म सेल और सेक्स सेल, यो दुईटा मात्रै के बाहिर पाउँछ। यो इम्पोर्टेन्ट कुरा छ क्या, यसलाई याद राख्ने, यो दुईटा पोइन्ट मात्रै याद राख्दा हुन्छ। निमेटोब्लास्ट बाहिर मात्रै पाउँछ र यो जर्म सेल पनि बाहिर मात्रै पाउँछ है। त्यसपछि छ यो निडोब्लास्ट र निमेटोब्लास्ट स्टेन्जिङ सेल र यो यसलाई अरू के पनि भनिन्छ भने ब्याट्री सेल पनि भनिन्छ यसलाई। र यसको बारेमा के लेखा छ यहाँ हेरौँ, यो चाहिँ इन्डिपेन्डेन्ट इफेक्टर अफ हाइड्रा हो, युनिभर्सल कलेक्टर अफ अल सिलेन्ट्रेट। यो निडोब्लास्ट सबै सेलमा पाउँछ, सबै सिलेन्ट्रेटमा पाउँछ एन्ड प्रेजेन्ट ओन्ली इन एक्टोडर्म, मात्रै बाहिरको लेयरमा पाउँछ। त्यसपछि म्याक्सिमम इन टेन्टेकल्स, जुन यो हाइड्राको जुन यो हात जस्तो हुन्छ नि यसलाई चाहिँ के भनिन्छ टेन्टेकल्स, यो म्याक्सिमम टेन्टेकल्समा प्रेजेन्ट हुन्छ। अनि कन्टेन्ट क्याप्सुल विच इज अल्सो कल्ड निमेटोसिस्ट, निमेटोसिस्टमा के हुन्छ टक्सिक हुन्छ। टक्सिक के कुन टक्सिन हुन्छ भने हिप्नोटक्सिन, अनि हिप्नोटक्सिनले के गराउँछ भने प्यारालाइज गराउँछ। ओके, अब एउटा ज्ञानको कुरा के पनि लेखेको छ भने लिचको सलाइभामा हिरोडिन हुन्छ अनि हिरोडिन चाहिँ के एन्टिकोगुलेन्ट हुन्छ है, यो चाहिँ एक्स्ट्रा ज्ञान भयो। अनि त्यसपछि यो निमाटोसिस्टहरू चाहिँ हाम्रो दिस इज एनालोगस टु द ट्राइकोसिस्ट अफ प्यारामेसियम। प्यारामेसियमको ट्राइकोसिस्ट पनि अफेन्स डिफेन्समा युज हुन्छ र यो निमाटोसिस्ट पनि अफेन्स र डिफेन्समा युज हुन्छ। अनि यो केमा हुन्छ युज भनेको प्यारालाइज द प्रे, अफेन्स, डिफेन्स, क्याप्चरिङ द प्रे, किनभने टेन्टेकल्समा मस्ट हुन्छ ग्ल्यान्ड सेल, प्रेलाई टसाउन, लुपिङ माउन्ट वा लिच लाइक मुभमेन्ट, यो मुभमेन्टमा पनि हेल्प गर्छ। दिज आर द फङ्सन अफ दिस निमाटोसिस्ट। ओके, अगाडि बढौँ। त्यसपछि छ डाइजेसनको कुरा।
डाइजेसनको मामलामा कस्तो छ यो फाइलम है, डाइजेसन कस्तो छ यो फाइलमको। सो यसको चाहिँ बडी प्लानमा चाहिँ ब्लाइन्ड स्याक हामीले पढिसक्यौँ है, ब्लाइन्ड स्याक हुन्छ। सो डाइजेसन चाहिँ के हुन्छ, डाइजेसनको लागि के हुन्छ, माउथ हुन्छ र यो ग्यास्ट्रोभ्यास्कुलर क्याभिटी हुन्छ, जुन चाहिँ सिलेन्ट्रोन भने हामीले पढेका थियौँ है, सिलेन्ट्रोन पढेको थियौँ। त्यो सिलेन्ट्रोनको नाम नै के हो, ग्यास्ट्रोभ्यास्कुलर क्याभिटी हो र यसमा चाहिँ फुड डाइजेस्ट भएर के फेरि माउथको थ्रु चाहिँ बाहिर जान्छ। सो दिस इज इन्कम्प्लिट डाइजेस्टिभ ट्र्याक हुन्छ यसमा, एनस हुँदैन, एब्सेन्ट हुन्छ। त्यसपछि एमसिक्यू डाइजेसन, यसको डाइजेसनको केसमा के हुन्छ भने फर्स्ट एक्स्ट्रा सेलुलर हुन्छ अनि त्यसपछि चाहिँ के इन्ट्रासेलुलर हुन्छ। पहिला सेलको बाहिर चाहिँ डाइजेसन हुन्छ अनि त्यसपछि सेलको भित्र डाइजेसन हुन्छ है। अनि इन्ट्रासेलुलर डाइजेसन पहिला कसरी कहाँ हुन्छ भने एन्डोथेल्लो मस्कुलर सेलमा हुन्छ, स्युडोपोडिया, फ्ल्याजेला, फुड भ्याकुल्स यिनीहरूको पोर्सनहरूमा के हुन्छ, एन्डोथेल्लो मस्कुलर सेलको यिनीहरूको पोर्सनमा के फुडको डाइजेसन हुन्छ इन्ट्रासेलुलर। त्यसपछि चाहिँ हाम्रो एउटा एमसिक्यू, हाइड्रा कान्ट डाइजेस्ट, हाइड्रा चाहिँ के डाइजेस्ट गर्न सक्दैन है, हाइड्रा चाहिँ के डाइजेस्ट गर्न सक्दैन। सो हाइड्रा कान्ट डाइजेस्ट स्टार्च, हाइड्रा कान्ट डाइजेस्ट स्टार्च किन हो भने ड्यू टु ल्याक अफ अमाइलेज। तर एउटा कुरा के पनि आउँछ भने यो कुनै कुनै कार्बोहाइड्रेट चाहिँ के गर्छ, डाइजेस्ट गर्छ कि सम एमाउन्ट अफ कार्बोहाइड्रेट चाहिँ के गर्छ, यसले चाहिँ डाइजेस्ट गर्छ, सम एमाउन्ट अफ कार्बोहाइड्रेट चाहिँ के डाइजेस्ट गर्छ। कसरी गर्छ भने ड्यू टु प्रेजेन्स अफ हाइड्रोलाइटिक एन्जाइम, किनभने यो हाम्रो अमाइलेज पनि एउटा हाइड्रोलाइटिक एन्जाइम नै हो, तर यो जति यसमा चाहिँ हाइड्रोलाइटिक एन्जाइम चाहिँ पाउँछ तर यो ठ्याक्कै अमाइलेज पाउँदैन। सो अमाइलेज चाहिँ स्टार्चलाई डाइजेस्ट गर्छ र कुनै कुनै हाइड्रोलाइटिक एन्जाइम चाहिँ यो नर्मल कार्बोहाइड्रेटलाई के गर्छ, डाइजेस्ट गरिहाल्छ। सो त्यो चाहिँ प्रेजेन्ट हुन्छ, द्याट्स वाइ सम अफ द कार्बोहाइड्रेट इज डाइजेस्टेड इन दिस सिलेन्ट्रेट्स। अनि यो कहाँ सेक्रेट हुन्छ कि, यो सेक्रेट कहाँ हुन्छ भने ग्ल्यान्ड्स अफ एन्डोडममा यो हाइड्रोलाइटिक एन्जाइमहरू के हुन्छ, सेक्रेटेड हुन्छ र यो अमाइलेज पुरा प्रोपर अमाइलेज हुँदैन, द्याट्स वाइ यसले केस डाइजेस्ट गर्न सक्दैन भने यो स्टार्च डाइजेस्ट गर्न सक्दैन। दिस के यो सिलेन्ट्रेट्सहरू। ल कार्बोहाइड्रेटहरूमा के पर्छ है, कार्बोहाइड्रेटमा के पर्छ भने स्टार्च पर्छ, सुगर पर्छ र फाइबर पर्छ। जुन चाहिँ स्टार्च चाहिँ के यसले डाइजेस्ट गर्न सक्दैन र यो सुगर र यो फाइबरलाई के गरिदिन्छ, डाइजेस्ट गरिदिन्छ। सो सम अफ द कार्बोहाइड्रेट त भइरहेकै छैन होइन, छ होइन, द्याट्स वाइ कार्बोहाइड्रेटको चाहिँ केही पोर्सन हुन्छ, केही कुनै कुरा जस्तै सुगर र फाइबर हुन्छ र स्टार्च हुँदैन। अब यसको फिडिङ टाइप कस्तो हुन्छ कि दिज आर कार्निभोरस, अम्निभोरस है, हर्बिभोरस। सो दिज आर कार्निभोरस, VORO युज हुनुपर्ने है, यो के हुन्छ, कार्निभोरस हुन्छ। फिड अपन अक्वेटिक अर्थ्रोपोड्सहरूमा के डिपेन्ड गर्छ, अर्थ्रोपोड्समा के इन्सेक्टहरू हुन्छ तिनीहरूमा चाहिँ के डिपेन्ड गर्छ। जस्तै साइक्लोन र ड्याफ्निया छ, साइक्लोन र यो ड्याफ्निया के रिलिज गर्छ भने ग्लुटाथायोन रिलिज गर्छ। यो ग्लुटाथायोन केले रेकग्नाइज गर्छ भने हाइड्राले रेकग्नाइज गर्छ र यिनीहरूलाई यो समाएर खान्छ, त्यो भन्न मिल्छ। यो साइक्लोन र ड्याफ्निया चाहिँ प्रोबेबली आर्थ्रोपोड्स नै होला भनेर बुझ्न सकिन्छ। त्यसपछि चाहिँ रेस्पिरेसनको कुरा, रेस्पिरेसनमा के छ भने यसको रेस्पिरेसन एरोबिक नै हुन्छ। एनिमलहरूको त एरोबिक हुनु नै पर्यो लगभग है, एनारोबिक चाहिँ लगभग हुँदैन। र यो कहाँ चाहिँ यसको चाहिँ फङ्सन कहाँ हुन्छ रेस्पिरेसनको, त्यो जेनरल बडी सर्फेसमै हुन्छ, GBS। त्यसपछि छ एक्सक्रिसन, त्यो पनि जेनरल बडी सर्फेस। कसरी, सिम्पल डिफ्युजनबाट एक्सक्रिसन हुन्छ। इन्जेसन र डाइजेसन, इन्जेसन र इजेसन दुइटै चाहिँ के हुन्छ, माउथबाटै हुन्छ। हाइड्रा इज अमोनोटेलिक, युजुअली मोस्ट अफ द मरिन वा पानीमा बस्ने मोस्ट अफ द एनिमल्स आर के अमोनोटेलिक नै हुन्छ है। अब चाहिँ यहाँ मोर्फोलेक्सिसको कुरा छ। मोर्फोलेक्सिस भनेको रिजेनरेसन हुन्छ र यो सिलेन्ट्रेट्सहरू रिजेनरेसन सो गर्छ। यसको बडीलाई इफ हामीले धेरै पोर्सनहरूमा कट गरेर छुट्टा छुट्टै पारिदियो भने पनि यिनीहरूले रिजेनरेसन सो गर्छ। द्याट इज रिजेनरेसन इज अल्सो कल्ड मोर्फोलेक्सिस, रिजेनरेसन इज कल्ड मोर्फोलेक्सिस। ओके,
त्यसपछि छ नर्भस सिस्टम चाहिँ प्राइमरी सेन्सरी नर्भ सेलहरू चाहिँ प्रिमिटिभ सेन्सरी नर्भ सेलहरू हुन्छ, तर यसको प्रोपर ब्रेन बनेको हुँदैन। डिसिजन मेकिङको लागि चाहिँ पुरा प्रोपर ब्रेन बनेको हुँदैन। अनि टाइप्स अफ नर्भस सिस्टम चाहिँ यो हाइड्रामा कुन पाउँछ भने नन पोलर नर्भ नेट सिस्टम। टाइप अफ नर्भस सिस्टम फाउन्ड इन द हाइड्रा इज अर सिलेन्ट्रेट इज नन पोलर नर्भ नेट सिस्टम। त्यसपछि छ सेन्सरी एन्ड नर्भ सेल फर्स्ट टाइम इन सिलेन्ट्रेट। सेन्सरी र नर्भ सेल पहिलोचोटि पाइने फाइलम चाहिँ कुन हो भने सिलेन्ट्रेट हो, र यो कुजेजहरूमा सोध्छ। यसलाई चाहिँ इम्पोर्टेन्ट पोइन्ट गरेर लेख्नुपर्छ। अब यसको चाहिँ स्ट्रक्चर हो कस्तो हुन्छ, यो पुरा नर्भ सेलको है। नर्भ सेल चाहिँ यस्तो छ, यहाँ चाहिँ सेन्सरी हेयरहरू छ, यहाँ चाहिँ कुनै एनिमल जस्तै त्यो साइक्लोन र ड्याफ्नियाको कुरा आएको थियो नि त, त्यो ड्याफ्निया के ग्लुटाथायोन रिलिज गर्छ, यिनीहरूले के यहाँबाट सेन्स हुन्छ। यहाँबाट यो बिचमा चाहिँ न्युक्लियस छ, त्यसपछि चाहिँ यो नोड्युलेटेड पार्ट छ, त्यसपछि यो नर्भ सेल छ, अनि यहाँबाट यो नर्भ नेटहरू निस्किन्छ। द्याट्स वाइ दिज आर कल्ड नन पोलर नर्भ नेट सिस्टम हुन्छ भनेर। अनि इम्पल्स होल बडीमा ट्राभल गराउँछ है। द्याट्स वाइ दिज आर कल्ड नन पोलर नर्भ नेट सिस्टम। यही हो है। यसको रिलेटेड बढी खासै क्वेसन सोध्दैन, मात्रै यति सोध्छ कि नन पोलर नर्भ नेट सिस्टम पाउँछ। नर्भ सेल र सेन्सरी सेल सबभन्दा सुरुमा सिलेन्ट्रेटमा पाइएको थियो भन्ने कुरा चाहिँ मोस्टली सोधिरहेको हुन्छ। त्यसपछि चाहिँ छ मेटाजेनेसिस लेखेको माथि है। यो मेटाजेनेसिस भनेको अल्टरनेसन अफ जेनेरेसन हो, र मर्फोलेक्सिस भनेको रिजेनरेसन हो। मर्फोलेक्सिस भनेको रिजेनरेसन र मेटाजेनेसिस भनेको अल्टरनेसन अफ जेनेरेसन है। अब त्यसपछि छ सिलेन्ट्रेटमा रिप्रोडक्सनको कुरा कस्तो छ है। रिप्रोडक्सन एक्टोडममा के पाउँछ, इन्टरस्टिसियल सेल जुन चाहिँ भित्र पनि पाउँछ, र जर्म सेल र सेक्स सेल एन्डोडममा के एब्सेन्ट हुन्छ, एन्डोडममा एब्सेन्ट हुन्छ। र यो इन्टरस्टिसियल सेल इज अ टोटिपोटेन्ट सेल। टोटिपोटेन्ट सेल भनेको आफै जस्तो अरू सेलहरू पनि के बनाउँछ, वा टोटिपोटेन्ट सेल भन्नाले एउटा सेलबाट चाहिँ होल अर्गानिजम नै बन्न सक्छ भने जस्तो सेल चाहिँ हो कि इन्टरस्टिसियल सेल। द्याट्स वाइ इन्टरस्टिसियल सेल र यो जर्म सेल र सेक्स सेलमा पनि के हुन्छ, कन्भर्ट हुन्छ। यो इन्टरस्टिसियल सेल, जर्म सेल र यो सेक्स सेलमा पनि के कन्भर्ट हुन सक्छ। सो के हुन्छ भने यसको के हुन्छ भने इन्टरस्टिसियल सेल इज क्यापेबल अफ गिभिङ राइज टु एनी सेल टाइप इन्क्लुडिङ जर्म सेल र सेक्स सेल मोडिफाइज इन्टु गोनड्स है। एक्टोडममा के गोनडको फर्ममा यो फर्म हुन्छ, एन्ड अल्सो हेल्प्स इन द फर्मेसन अफ एक्सटर्नल बड, अनि हेल्प्स इन रिजेनरेसन कल्ड मर्फोलेक्सिस। यो इन्टरस्टिसियल सेलको के फङ्सन छ, इन्टरस्टिसियल सेलको के पनि छ, यो उसको फङ्सन छ। रिजेनरेसनमा पनि हेल्प गर्छ। रिजेनरेसन भनेको मर्फोलेक्सिस हो। र पोरिफेरामा के हुन्छ भने आर्कियोसाइट हुन्छ है। पोरिफेरामा के हुन्छ, यहाँ लेखेको छ पोरिफेरामा के हुन्छ, आर्कियोसाइट हुन्छ। एन्ड दिस आर्कियोसाइट आर टोटिपोटेन्टिल पोरिफेरा, र यो इन्टरस्टिसियल सेल चाहिँ सिलेन्ट्रेटामा के टोटिपोटेन्ट हुन्छ भन्ने कुरा चाहिँ लेखेको छ। र यसको गोनड्सहरूको कुरामा चाहिँ मेनी टेस्टेस र सिङ्गल ओभरी प्रेजेन्ट हुन्छ। यो पनि एकदम इम्पोर्टेन्ट कुरा हो, चाहिँ नोट गर्नुपर्ने कुरा नै हो, किनभने प्रोबेबली धेरै क्वेसनहरूमा सोधिरहेको हुन्छ। दिज आर मेनी टेस्टिस एन्ड सिङ्गल ओभरी। त्यसपछि छ हाइड्रा है। हाइड्रा आर बाइसेक्सुअल प्रोटेन्ड्रस। यो दिस वाट इज द मिनिङ अफ दिस बाइसेक्सुअल। बाइसेक्सुअल भन्नाले एउटै इन्डिभिजुअलमा है, एउटै इन्डिभिजुअलमा दुईटै गोनड्सहरू पाउने, एउटै इन्डिभिजुअलमा दुईटै गोनड्स पाउने, द्याट इज कल्ड बाइसेक्सुअल। र यो बाइसेक्सुअल हुँदा पनि यो प्रोटेन्ड्रस छ। प्रोटेन्ड्रस किनभने यसले के सो गर्छ भने क्रस फर्टिलाइजेसन सो गर्छ। बाइसेक्सुअल हुँदै क्रस फर्टिलाइजेसन सो गर्छ। किन सो गर्छ भने दिज आर प्रोटेन्ड्रस। प्रोटेन्ड्रस भनेको मेल गोनड्स, मेल गोनड के हुन्छ, फिमेल गोनड्सबाट भन्दा अगाडि नै के म्याच्योर हुन्छ भने द्याट्स वाइ यो प्रोटेन्ड्रस हो। त्यसपछिको कुरा के छ भने हेल्प्स इन फर्मेसन अफ एक्सटर्नल अर एक्जोजिनस बडी। इन्टरस्टिसियल सेलको चाहिँ फङ्सनहरू छ यो के हेल्प्स इन फर्मेसन अफ एक्सटर्नल बड र एक्जोजिनस बर्डिङ फर रिजेनरेसन एयर बर्डिङ। त्यसपछि लार्भा हुन्छ भने यसको हुँदैन, यसको डेभलपमेन्ट के हुन्छ, डाइरेक्ट डेभलपमेन्ट हुन्छ है, डाइरेक्ट डेभलपमेन्ट हुन्छ। त्यसपछि बट लार्भा लाइक हाइड्रुला र हाइड्रोट्युबा भन्ने लार्भा जस्तो यङ हाइड्रा चाहिँ
यिनीहरूको जस्तो चाहिँ हुन्छ तर यो कम्प्लिटली चाहिँ हुँदैन। त्यसपछि चाहिँ स्पाइक्युल एन्डोस्केलेटन बेसिस अफ क्लासिफिकेसन इन पोरिफेरा र पोरिफेराको बेसिस अफ क्लासिफिकेसन के थियो भने स्पिक्युल्सहरू थियो है, स्पिक्युल्सहरू थियो जुन चाहिँ एन्डोस्केलेटन थियो। तर यो डिभिजन अफ सिलेन्ट्रेट्स इन्टु डिफ्रेन्ट क्लासेस को बेसिस के हो भने जोइड्स हो। जोइड भनेको त्यसको इन्डिभिजुअलहरू जुन चाहिँ त्यो सिलेन्ट्रेट क्लासको छ र दुईटा स्ट्रक्चरमा प्रेजेन्ट हुन्छ। त्यो चाहिँ एउटा हुन्छ पोलिप र अर्को छ मेडुसा। पोलिप सिलिन्ड्रिकल हुन्छ, मेडुसा अम्ब्रेला वा इन्भर्टेड कप सेपको हुन्छ। पोलिपको चाहिँ मेजोग्लिया थिन हुन्छ र मेडुसाको मेजोग्लिया थिक हुन्छ। त्यसै गरी माउथ चाहिँ लोकेटेड इन हाइपोस्टोम र यो माउथ इज लोकेटेड इन म्यानुबेरियम लाइक पेरिस्टोमियम है। मेडुसामा के हुन्छ मेनुबेरियममा लोकेट हुन्छ र पोलिपमा के हाइपोस्टोममा लोकेट हुन्छ। त्यसपछि चाहिँ यसमा गोनड एब्सेन्ट हुन्छ अनि त्यसपछि चाहिँ गोनड्स यसमा प्रेजेन्ट हुन्छ। तर यस्तो भए पनि यो हाइड्रा एक्सेप्सन हो। पोलिपको एक्सेप्सन के हो हाइड्रा हो र के छ भने यो एक्सेप्सनल पोलिप हो। यो एक्सेप्सनल पोलिप हो किनभने यसमा चाहिँ गोनड प्रेजेन्ट हुन्छ, मेल र फिमेल गोनड दुईटै प्रेजेन्ट हुन्छ है। यहाँ लेखेको छ नि माथि, यहाँ चाहिँ हाइड्राको बारेमा लेखेको थियो नि त यहाँ यो मेनी टेस्टिस र सिङ्गल ओभरी चाहिँ हाइड्रामै प्रेजेन्ट हुन्छ। तर यो हाइड्रा पर्ने भनेको पोलिपमा हो तर पनि अनि पोलिपमा चाहिँ के गोनड एब्सेन्ट हुन्छ तर हाइड्रामा चाहिँ गोनड प्रेजेन्ट हुन्छ भने छ। द्याट्स वाइ दिस इज एक्सेप्सन अफ पोलिप। अब के छ भने जोइट्समा यसको असेक्सुअल जोइट्स हुन्छ अनि त्यसपछि मेडुसामा सेक्सुअल जोइट्स हुन्छ भन्ने कुरा चाहिँ बुझिसक्यौँ। अब हामी चाहिँ क्लासिफिकेसन अन द बेसिस अफ डोमिनेन्स अफ जोइट्स, कुनमा चाहिँ पोलिप छ, कुनमा चाहिँ मेडुसा र कुनमा चाहिँ दुईटै छ, कुनमा चाहिँ पोलिप बढी छ, कुनमा चाहिँ मेडुसा बढी छ, त्यसको बेसिसमा के यसको क्लासिफिकेसन गरेको छ तीनटा क्लासमा। फर्स्ट क्लास इज हाइड्रोजोआ भनिसक्यो जुनमा चाहिँ हाइड्रा पर्छ। सेकेन्ड क्लास इज साइफोजोआ एन्ड थर्ड क्लास इज द एन्थोजोआ। हाइड्रोजोआ चाहिँ मोस्टली मेरिन, साइफोजोआ चाहिँ एक्सक्लुजिभली मरिन र एन्थोजोआ चाहिँ एक्सक्लुजिभली मरिन। सो फ्रेस वाटरमा पाउने चाहिँ एउटा मात्रै क्लास हो जुन चाहिँ हाइड्रोजोआ क्लासको एनिमल चाहिँ फ्रेस वाटर मात्रै पाउँछ अनि द्याट इज हाइड्रा है। त्यसपछि अब जोइट्सको कुरा, यसमा कस्तो किसिमको एनिमल्सहरू पाउँछ। सो पोलिप र मेडुसा दुईटै पाउँछ हाइड्रोजोआमा। हाइड्रोजोआ कन्टेन बोथ पोलिप एन्ड मेडुसा बट डोमिनेन्ट इज पोलिप। हाइड्रोजोआमा डोमिनेन्ट पोलिप हुन्छ। त्यसै गरी साइफोजोआमा मेडुसा र पोलिप दुईटै पाउँछ तर के छ भने यसको डोमिनेन्ट मेडुसा हुन्छ, तर पनि यसको डोमिनेन्ट मेडुसा हुन्छ। त्यसै गरी छ एन्थोजोआ। एन्थोजोआ चाहिँ पोलिप र मेडुसा यसमा पनि हुन्छ तर यसको के डोमिनेन्ट पोलिप हुन्छ। सो हाइड्रोजोआ र एन्थोजोआमा के डोमिनेन्ट पोलिप नै हुन्छ है, डोमिनेन्ट पोलिप नै हुन्छ र यो साइफोजोआमा डोमिनेन्ट मेडुसा हुन्छ भनेर बुझ्न सकिन्छ। त्यसपछि मेजोग्लियाको केसमा जुन यो एक्टोडर्म र एन्डोडर्मको बिचको जुन नन सेलुलर लेयर छ त्यो चाहिँ कुनमा चाहिँ थिन र कुनमा चाहिँ थिक हुन्छ। हाइड्रोजोआमा थिन हुन्छ, साइफोजोआ चाहिँ कप सेप्टको भएर यो चाहिँ धेरै थिक हुन्छ साइफोजोआमा, अनि एन्थोजोआको पनि थिन हुन्छ। त्यसै गरी ग्यास्ट्रोभ्यास्कुलर क्याभिटीमा कुनै च्याम्बर हुँदैन। सो विदाउट च्याम्बर अर कम्पार्टमेन्ट है, कि मतलब हाइड्रोजोआको जस्तै हाइड्राको जस्तै स्ट्रक्चर भयो यो जीभीसी भयो है। यो जीभीसी भयो भने यो चाहिँ के यसमा कुनै कम्पार्टमेन्ट छैन, कुनै सेपरेट कम्पार्टमेन्ट छैन। तर एन्थोजोआ चाहिँ यो पनि पोलिप हो र हाइड्रोजोआ पनि पोलिप हो। तर यो एन्थोजोआ र यो हाइड्रोजोआको डिफ्रेन्स के हो भने यसमा चाहिँ कम्पार्टमेन्टहरूमा डिभाइड भएको हुन्छ कि कम्पार्टमेन्टहरू बनेको हुन्छ यसको ग्यास्ट्रोभ्यास्कुलर क्याभिटीको। द्याट्स वाइ दिज आर एन्थोजोआ। अनि यो कम्पार्टमेन्ट केले डिभाइड हुन्छ भने सेप्टाले डिभाइड गरेको हुन्छ है। अब त्यसपछि चाहिँ यो तिनटैको सेपरेट इक्जाम्पल हेर्दै जाउँ। इक्जाम्पल्स अफ दिस सिलेन्ट्रेट्स। इक्जाम्पल अफ सिलेन्ट्रेटमा चाहिँ पहिलो इक्जाम्पल चाहिँ हाइड्रोजोआको चाहिँ सिफर, फाइसेलिया, फायर कोरर, मिलिपोरा। त्यहाँ चाहिँ एचओपिएम भनेको थियौँ, त्यहाँले एचओपिएम एफसी पनि जोडिसक्यो। एचबाट चाहिँ हाइड्रोजोआ, एचबाट हाइड्रा, ओबाट ओबेलिया, पीबाट फाइसेलिया अनि त्यसपछि एमबाट मिलिपोरा ओके, फायर कोलर। अनि साइफोजोआको इक्जाम्पल छ अरेलिया, राइजोस्टोम जसलाई चाहिँ के जेलीफिस भनिन्छ। राइजोस्टोम चाहिँ साइजमा ठुलो हुन्छ अरेलियाबाट।
त्यसैगरी एन्थोजुआको चाहिँ एडम्सिया, गर्गोनियालाई अरू सी फेन पनि भनिन्छ, पेनाटुलालाई सी पेन पनि भनिन्छ, त्यसैगरी टुबिपोरा र हिलियोपोरा है। अब यहाँ नोट गर्ने कुरा के छ भने यो सिलिन्ड्रेटको एकदमै इम्पोर्टेन्ट कुरा हो। यहाँ के इम्पोर्टेन्ट कुरा हो भने हेरौँ, अबेलिया जुन चाहिँ सिफर हो है, यो चाहिँ हाइड्रोजोआमा पर्छ। यो अबेलियाले के सो गर्छ भने मेटाजेनेसिस सो गर्छ। के सो गर्छ भने यसले के सो गर्छ भने मेटाजेनेसिस सो गर्छ। मेटाजेनेसिस भनेको के हो? अल्टरनेसन अफ जेनेरेसन है, अल्टरनेसन अफ जेनेरेसन हो। र कसरी हो भने यसले सेक्सुअल मेडुसोइडको स्टेट र यसको असेक्सुअल पोलिप्लोइडको स्टेज चाहिँ के मा इन्टरचेन्ज भइराखेको हुन्छ है। एन्ड दिस इज कल्ड अल्टरनेसन अफ जेनेरेसन एन्ड मेटाजेनेसिस इज द बेस्ट टर्म टु एक्सप्लेन दिस। सो अब कसैले सोध्यो भने कि सिलेन्ट्रेटा फाइलममा कुन चाहिँ क्लासको कुन चाहिँ एनिमल मेटाजेनेसिस सो गर्छ वा अल्टरनेसन अफ जेनेरेसन सो गर्छ, सो द्याट इज अबेलिया, which is also called C-fur. C-fur shows metagenesis and which belongs to the phylum Coelenterate and the class Hydrozoa. त्यसपछि फाइसेलिया के सो गर्छ? पोलिमर्फिजम। फाइसेलिया के गर्छ? पोलिमर्फिजम सो गर्छ। र दुईटा फर्म के हो यसको? ग्यास्ट्रोजोइड्स र गोनोजोइड अनि डेक्टाइलोजोइड्स। यो तीनटा फर्ममा यो के चेन्ज भइराखेको हुन्छ, डिफ्रेन्ट फर्म एन्ड डिभिजन अफ लेबर यसको डिफ्रेन्ट हुन्छ। त्यो पोलिमर्फिजम सो गर्छ, डिफ्रेन्ट देन मोर देन वान मर्फिजम, एउटा स्ट्रक्चरभन्दा डिफ्रेन्ट स्ट्रक्चर सो गर्छ। अनि ग्यास्ट्रोजोइडको फङ्सन डाइजेसनको लागि हो, गोनोजोइडको चाहिँ रिप्रोडक्सनको लागि हो, र डेक्टाइलोजोइडको चाहिँ प्रोटेक्सनको लागि हो भन्ने कुरा चाहिँ बुझ्न सकिन्छ। अब चाहिँ एक्जाम्पल्सहरूको चाहिँ सर्टकटहरूमा जाम। यो फाइलम चाहिँ यत्तिकैमा सक्यो। अब इक्जाम्पलहरूमा धेरै सोधिएर हुन्छ क्या। यो सीसँग रिलेटेड सबै सर्टकट यहाँ चाहिँ मेन्सन गरेको छ र यो फिससँग सबै कुरा यहाँ मेन्सन गरेको छ। यो चाहिँ आफै पढ्नु होला है। अनि मैले अघि ट्रिक नै भनेकै हो, सी प्लस कुनै नन लिभिङ थिङ, फर आयो, फन आयो, पेन आयो, यो सबै के नन लिभिङ हो भने नन लिभिङ हुने बित्तिकै के सिलेन्ट्रेट है, सिलेन्ट्रेट बुझिहाल्ने, किनभने यो सबै सिलेन्ट्रेट र सिलेन्ट्रेटमा परिहाल्छ है। द्याट इज अल। सो थ्याङ्क्स फर वाचिङ टिल हियर एन्ड ल।